हेलो साथीहरु सबैजनालाई नमस्ते। आज चाहिँ हामी जुम्लाको ढिँडो खान लागिरहेछौँ। ढिँडो लाउँदै हुनुहुन्छ उहाँले, हाम्रो आमाजीले ढिँडो लाउँदै हुनुहुन्छ। कोदोको ढिँडो खान्छौँ भनेर कोदोको ढिँडो खाने भनिरहेछौँ। अब कस्तो हुन्छ मिठो त त्यहाँ बनाइरहेछौँ, झोल भागाका झोल बनाएछौँ, झोलसँग खाने भनेछौँ ढिँडो चाहिँ। यहाँ चाहिँ फेरि हामी मासुको झोलसँग ढिँडो खान्छौँ, यहाँ फेरि झोलसँग खाने मात्रै छ, किनभने मासुको झोलसँग मिठो हुन्न भन्ने मात्र चलाउँछ नि होइन। मासुको झोलसँग धेरै मिठो हुन्छ। अनि ढिँडो एकदम गिलो टाइपको हुन्छ। अहिले खाएको पनि हजुरहरूले देखाइदिउँला कसरी खान्छौँ भनेर। त्यही हो सक्यो। यो चाहिँ नेपालको राष्ट्रिय खाना हो अरे साथीहरू, मेरो आमाजीले भन्दै हुनुहुन्छ। हुन पनि हो, यो नखाने कोही पनि होइन। नेपालीहरूलाई मनपर्ने भनेकै ढिँडो हो। ढिँडो गाउँ बेसी सहर जताततै सहरतिर झन् मतलब यसकै मतलब कति महँगो पर्दछ, यहाँ त त्यतिकै खान पाइरहेछौँ हामी एकदम। यो कोदोको ढिँडो भएर हामी झोलसँग खायौँ, तर अर्को मकैको ढिँडो भयो भने चाहिँ हामी सिस्नुसँग खान्छौँ। यो एकदम अर्ग्यानिक छ यो जुम्लाको होइन। हजुरहरू पनि खानुहुन्छ होला, खानुहुन्न कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है। हाम्रो भिडियोलाई हेरेर पानी आइसक्यो किन मुखतिर। गाई चाहिँ अब ढिँडो लगाइसकेर पनि भाइरल ल्याइकन खान लागिरहेछौँ। भित्र हल्का गर्मी भएर हो यसरी खान्छौँ जुम्लाको ढिँडो। त्यता पनि देखाइदिनु, यो हल्का उयो नमिसाएको छ क्या ढिँडो त्यहाँ छ। खाना मन लागि आउनु होला। यो झोल के को भनेर नसोच्नु होला। सो यो उयोको भागोको हो, भागा अचार झोल देखाइदिनु त, झोल उहाँहरूलाई झोल त्यहाँ झोल हामी आधा खाइसक्यौँ, त्यही भएर झोल त्यहाँ छ। एकदम मिठो भएको छ। हल्का पिरो ज्यादा छ अनि त्यही भएर पिरै नै पिरो ज्यादा हल्का पिरो एकदम ज्यादा भइरहेछ। खानु पर्यो अनि टक्क कस्तो मिठो भएको छ ढिँडो। हल्का यो कोदोमा हल्का मकै मिसिया छ क्या मेलमा होइन, हल्का मिस्टेकली मिसियो होला सायद होइन। एकदम मिठो छ। जुम्लाको ढिँडो हल्का गिलो टाइपको छ क्या यो ढिँडो। आज त हल्का बरु साह्रो भइरहेछ, नत्र गिलो टाइपको मात्रै ढिँडो खाने यहाँ। ढिँडो खाना अथवा रोटी खाने हेर्न चाहनुहुन्छ भने जुम्लाको कस्तो छ के छ भने मलाई फलो गरिराख्नु होला। सो हेर्नु होला, मेरो भिडियोहरू हेर्नु होला अथवा हेर्दै हुनुहुन्छ सो हेर्दै गर्नु होला। हस्त नमस्ते सेवा।